यता के विशेष काम ल्याउनु भएको कि यतै जब हो तपाईँको? कहाँनिर? कुन चाहिँ कम्पनी? साह्रो ठुलो बिल्डिङको? त्यहाँ खास भने बन्न लागेको चाहिँ के? त्यहाँ बन्न लागेको चाहिँ के? कुन चाहिँ कम्पनी गाडी? एसआरएन? यो एसआरएन भनेर त पहिले सुनेको कम्पनीको। टाटाकै हो र? चाहिन्छ त्यो ब्याट्रीवाला गाडी हो कि? इलेक्ट्रिक गाडी। अनि इलेक्ट्रिक गाडीमा त फल्ट आछ सल्ट आछ भन्ने सुन्छु मैले, के साँचो हो र? हजुर हजुर, चाहियो। हो अनि गाडी यसरी मगाइसकेपछि पार्ट पूजा मगाउनु पर्ने हो त। गाडी यसरी मगाइसकेपछि पार्ट पूजा मगाउनु पर्ने हो त। अनि जस्तै मान्नु भाइ, अब मैले एउटा गाडी किनेँ होइन, मैले किनेँ ब्याट्रीवाला गाडी होइन। अब म भर्खर नयाँ ड्राइभर, ठिक छ। अब सोख त हुन्छ नि मान्छेलाई। अनि ड्याम मलाई काहीँ ठोकिला अरे होइन, अब त्यसको पार्ट पूजा फेर्नु पऱ्यो भने त भिजोको हुने चाहिँ त्यसो भए त होइन र? एक्सिडेन्ट अहिले त्यसो भए त्यो त महँगोमा दिनुपर्ने भयो त। किनकि नयाँ गाडी खोलेपछि त महँगो पनि भयो। महिलाहरूलाई भने कि जस्तै अब एउटा जस्तै ट्याक्सी हुन्छ नि, इभी ट्याक्सी हो, त्यस्तो ट्याक्सी इभी ट्याक्सी लिएर माथि त गर्नुपर्छ नि त होइन, चलाउनु पर्छ। त्यसो या त्यो इभी ट्याक्सीको चाइनिजको छैन। हो चाइना आज छ बुझ्दैन। त्यहाँ सबभन्दा सस्तो गाडी भनेर कति लाखको? ओहो, त्यो सस्तो? सबभन्दा सस्तो भनेको 80-85? 300 हुन्छ। कति दिन्छ यसले माइलेज दाइ? दाइ फुल चाल्दा कति दिन्छ यसले माइलेज? एक साथ दिन्छ। बेलुका रातभन्दा त पुग्छ है? कति खान्छ फुल चार्ज गर्दा युनिट कति खान्छ? महिनाको 4000? ठिकै हो। पेट्रोल भए दिनकै 4000 हाल्नु पर्थ्यो। पेट्रोल भए चाहिँ महँगै हुन्थ्यो। त्यही त नि। कति पर्छ यसलाई नयाँमा? यो 44 पर्छ। अब हामीले खाइदिहाल्छ तपाईँहरूको जागिर। हो, हामीले खाइदिहाल्छ तपाईँहरूको जागिर, के गर्नु? पहिला फाइदा थियो, अहिले त फाइदा खायो होला है? खासै छैन, पहिला जस्तो छैन होला। पहिला अलिक बढी कमाउँछ नि। पहिला 4-5 हजार 500 टिपमा हुन्थ्यो, अहिले 8-9 टिप 10 टिप गर्नु पर्ला होइन दाइ? अल्लाहले बिगार्दै सबै। पहिला पठाउँदै हेर्नु, यहाँबाट तपाईँको अहिले 3 कुनै केही नभए 450-500 निकाल्थ्यो, अहिले 285 जम्मा अनलाइनमा। घटा खा के यो इन्डियाले घटाइदियो क्या। हजुर हो। अस्ति त्यो तपाईँको बाउखौला कति दिएको? ओहो, म तपाईँको यो घर आउने बेला गर्छु इन्डिया चाहिँ, न त पठाउ म्याक्सिमम गर्ने।
हो ड्राइभरलाई मार्छ पेसेन्जरलाई राम्रो ड्राइभरलाई खत्तम तपाईँको अस्ति त्यही बाउखाउनेसी त मार्यो नि कम धेरै थियो बाउखाउनेसीमा हो तपाईँ मगर कि गुरुङ गुरुङ कताको पूर्वको झापा कि त्रिशुली ल खुल्यो दाजु ल थ्याङ्क यू है हजुर हजुर म भर्खर भर्खर स्टार्टिङ गर्दै हो भर्खर भर्खर स्टार्टिङ गरेँ हो यो मेरो युट्युब च्यानल पुरानै हो लगभग त्यही जिमेल आइडीबाट होइन खोलेको लगभग यो आइडी चाहिँ मेरो जुन युट्युब आइडी क्या त्यो त लगभग 7-8 वर्ष अगाडिको हो होइन एउटै जिमेल आइडी चलाउँछु मैले अर्को जिमेल आइडी बनाएर अब त्यसमा अफिसको पनि छ नि त मेरो कन्ट्याक्टहरू अफिस पनि मेलहरू त्यहीमा आउँछ कि मेरो जिमेल आइडीमै त्यही भएर चिन्ता गरेर युट्युब चाहिँ मैले भर्खर खोलेको हो अब कहिलेकाहीँ यसो पहिला म विदेश गएको थिएँ साउदी अरब अब त्यति बेला त 2-4 भिडियोहरू राख्थेँ फिल्महरूको मुभीहरूको क्या अनि त्यसपछि आएर यो बनाउला त भर्खर भर्खरै हो धेरै छैन 80 जना पुग्यो कि किनकि अब मैले खास भने होइन यो सेफ्टीको लागि हो क्या सेफ्टीको लागि गरेको हो कि खास भने अब म नाइट चलाउँछु नि त अब नाइट चलाएपछि सबै पेसेन्जर एउटै हुँदैन नि त केटीहरू नि हुन्छ लेडिज के अनि यताउता गर्ला कि नराम्रो दोष लाउला कि के होला कि भनेर सेफ्टीको लागि लुटपाट गर्ला कि भनेर सेफ्टीको लागि हो कि सिधै यता जाने यता एयरपोर्टतिर होइन ठिक छ कहाँ यहाँ बस्छ यहाँ त समाइहाल्छ नि म त्यहाँ त घुमिहाल्छु नि केही फरकै पर्दैन नि केही फरक त पनि युट्युबमा राखेर तर तपाईँलाई देखाउँ त तपाईँले देखाएको होला देखेँ छु